नेताजीहरूको एउटा जमघटले यो सङ्घीय समाजवादी पार्टी स्थापना भएको हो। त्यसै कारण यस सङ्घीय समाजवादी पार्टी नेपालमा आफन्त भएर उपमहासचिव पदमा रहनुभएका नेपाल एकीकृत पार्टीबाट समाहित हुनुभएका राधा तिमिल सिन्हालाई पनि आफ्नो मन्तव्य राखिदिन म हार्दिक अनुरोध गर्दछु। साथीलाई भक्तपुरले गरेको यो स्वागत कार्यक्रमका अध्यक्ष महोदय, महासचिव महोदयहरू, उपाध्यक्ष नेताहरू, सम्पूर्ण यो मञ्चमा आसीन सबै अतिथिहरू, यो यहाँ उपस्थित सबैलाई म हार्दिक अभिवादन गर्दछु। हामीले यो नयाँ पार्टी सङ्घीय समाजवादी पार्टी किन स्थापना गर्नु पर्यो, किन नयाँ पार्टी, यतिका धेरै पार्टीहरूको बिचमा यसको आवश्यकता किन पर्यो, यस विषयमा हामीले यस हलभित्र जो उपस्थित छौँ हामीले सबैले थाहा पाइसकेका छौँ। तथापि पनि यसको औचित्य धेरै वर्ष अगाडि नेपाली काङ्ग्रेसदेखि नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदादेखिका उद्देश्यहरू र मैले नै मेरै जीवनमा लगभग आजभन्दा 40 वर्ष अगाडि यो समाजमा रहेको जातीय विभेद, वर्गीय उत्पीडनलाई समाप्त गर्ने र यो जातीय विभेद अन्त गर्ने, वर्गीय उत्पीडनलाई समाप्त गर्ने, वर्गीय मुक्तिको लागि भनेर मैले पनि कम्युनिस्ट पार्टीमा प्रवेश गरेँ। कम्युनिस्ट पार्टीमा रहेर लामो समयसम्म सङ्घर्ष गरेँ र यसलाई कम्युनिस्ट पार्टीको झन्डा, कम्युनिस्ट पार्टीको नामलाई, मार्क्स र लेनिन माओ सेतुङ विचारधारालाई यति पल्युसन बनाए, यति नराम्रोसँगले यसलाई चाहिँ अपमानित गरे कम्युनिस्ट पार्टीका नेताहरूले। कम्युनिस्ट पार्टीको नाममा धेरै किसिमका चाहिँ भ्रष्टाचार, आतङ्क, गुन्डागिरी, जे जति समाजमा आज विकृतिहरू छन् यो सबै यिनै राजनीतिक पार्टीहरूका कर्मले भए। चाहे त्यो समाजवादी पार्टीको नामबाट होस्, चाहे कम्युनिस्ट पार्टीका नामबाट होस्, चाहे प्रजातन्त्र भनौँ, प्रजातन्त्रवादी आफूलाई भनौँ, चाहे साम्यवादी आफूलाई भनौँ, यिनीहरूले वास्तवमा जनताको मुक्ति, कुनै पनि जनताको मुक्तिका मुद्दाहरू एउटा पनि बोकेन, उल्टो नयाँ तरिकाबाट दमन गर्ने नीति लिएका हुनाले हामीले यो सङ्घीय समाजवादी पार्टी यसलाई कम्युनिस्ट पार्टी नभनिकन, यसलाई कम्युनिस्ट पार्टीको झन्डा नउठाइकन अब हामीले व्यवहारमा हामीले साँचो अर्थमा नेपालमा रहेको विद्यमान जातीय विभेद र वर्गीय उत्पीडनलाई अन्त गर्ने हाम्रो लक्ष्य अनुरूप यो नयाँ शक्ति हामीले निर्माण गरेका हौँ। यो नयाँ शक्तिलाई निर्माण गर्नको लागि अब त्यसै त निर्माण हुँदैन, यो रहरले भएको होइन, यो एउटा लहरमा कसैलाई पद पूर्ति गर्नको लागि यो पार्टी स्थापना भएको होइन। यसमा हामीले अब हिजोदेखिका वर्षौँदेखि गरेका के गर्दाखेरि यो समाजमा चाहिँ झन् अन्याय, अत्याचार र विकृतिहरू झन् बढेर
झन्झन शोषण दमन बढेर गयो, झन्झन गरिबी झन्झन बढेर गयो। यो के गर्दा भयो त्यो सबै सच्याउनको लागि यो पार्टीमा हामीले आवश्यक बलिदानको भावनाले यो पार्टी निर्माण गर्न पर्नेछ। त्यसो हुनाले यो पार्टीमा रहेर जातीय अहङ्कारवाद हामी बाहुनवादमा मात्रै देख्छौँ, तर पनि जातीय अहङ्कारवाद बाहुनमा मात्रै छैन, यो राईमा पनि छ, लिम्बूमा पनि छ, दलितहरूमा पनि छ। यो सबै जातिमा चाहिँ जातीय अहङ्कारवाद छ। यसले यो जातीय अहङ्कारवादलाई पनि तोड्नुपर्ने छ र यसलाई चाहिँ नि सबै जातिको एउटा सामाजिक सद्भावना पोखेको एउटा यो चाहिँ एउटा साझा सबैको फुलबारी जातीयताको अन्त गरेर हामी अन्तर्राष्ट्रवादी बन्न चाहन्छौँ। जातलाई हामी हटाउन चाहन्छौँ, वर्गलाई हामी हटाउन चाहन्छौँ। हामीले यो पार्टीलाई चाहिँ नि आधार बनाएर जनतालाई शोषण गर्ने, राष्ट्रलाई बर्बाद बनाउने यस्ता तत्त्वहरूसँग हामी होस गर्दै हामीले आवश्यक यो पार्टीलाई आवश्यक पर्ने बलिदान दिन हामी सबै तयार रहनुपर्छ भन्ने कुरा यहाँहरूको बिचमा अनुरोध गर्छु। र म आफूले सकेको मैले पनि यो पार्टीमा रहेर हिजो पनि हामीलाई त अभ्यस्त छ, हामी त अभ्यस्त नै भइसकेका छौँ बलिदान गर्नलाई। हिजो पनि एमाले हुँदै आवश्यक बलिदान गर्दै आइयो, तर बलिदान कसको लागि बलिदान भइयो भन्दाखेरि नवसामन्तवादीहरूको लागि बलिदान भइएछ। अब यो पार्टीमा बसेर साँच्चै उद्देश्य त्यस्तो लिएको थिएन। हामीले यस्ता सामन्तहरू जन्माउनको लागि बलिदान भएको होइन। हामीले बलिदान हुने भनेको वर्गीय, जातीय, लैङ्गिक समाजमा रहेको सबै खाले विभेदलाई अन्त गर्नको लागि बलिदान भएको